ह्याप्पी स्याटरडे। म चाहिँ आज ब्रेड चप बनाउन लागेको छु। पोट्याटो हालेर, अब साउन भएको हुनाले प्याज स्याज यताउता केही पनि हालिनँ। आलु उसिनेर होइन यसरी भर्दैछु। यसरी गरेर यस्तो सानो सानो पिसमा काटेर अब यसलाई सनमा डिप गरेर अब यसरी बनाउँदैछु। यसरी बन्दैछ। खाइ हेरौँ कस्तो छ। एकदम मिठो।